कहिलेकाहीँ कलम र पाना भन्दा पनि आफूभित्र भएको शब्दको भण्डारहरू व्यक्त गर्न मनपर्छ। यो चलिरहेको धड्कन, यो चलिरहेको पैताला, यी बोलिरहेको बोल, यी सुनिरहेको आवाज, यी देखिरहेको दृश्य, यो सुनिरहेको आवाज कति प्रिय लाग्छ। हरेक चिज मैले पाएको वरदान जस्तो लाग्छ। हरेक पल मैले पाएको एउटा वरदान जस्तो लाग्छ। यी बोलीहरू कहिलेकाहीँ यति मनले छुएर शान्त अनुभूति दिन्छ। यी दृश्यहरू कहिलेकाहीँ आफूलाई नै भुलाउने गर्छ। यो आवाजहरूले कहिलेकाहीँ आफूलाई अलग दुनियाँबाट जोडेको जस्तो लाग्छ। धन्यवाद।